ओके सो आज चाहिँ हामी यहाँ सरोजुजूको घरमा आएको छौँ है। अनि यहाँनिर चाहिँ आजको दिनमा एकदमै शुभ कार्य रहेको छ। नमस्ते, स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा। आज फेरि तपाईँ निम्ति अर्को भिडियो लिएर आएको छु। सो म अलरेडी यहाँ हाम्रो आज शुभ कार्य हुन गइरहेको छ। हाम्रो भान्जी यहाँ प्रेरणा माइली भान्जीको आज ढोगभेट रहेको छ है। सो आमा र म आएको छौँ। अनि अब एकछिनमा चाहिँ माथि जन्तीहरू पनि आउँछ है। आज त्यही अब ढोगभेटको हाम्रो भान्जीको ढोगभेटको भिडियो तपाईँको समक्ष लिएर आएको छु। भर्खर आएर म चिया पिउँदैछु हो। सो यो चाहिँ एक्ज्याक्ट हाम्रो पान्दुरे हो। यो चाहिँ सरोजुजूको घर। म यहाँनिर तल्लोपट्टि रुममा आएर भिडियो गर्दैछु है त। हाम्रो जन्ती चाहिँ आइपुगिसकेको छ। हाम्रो रोड चाहिँ यहीँ छ, तर अब जन्ती चाहिँ अब तल घरको तलबाट आउनुपर्छ भन्ने एउटा मान्यता छ नि त। यसो तलबाट घुमेर यता बाटोबाट आउने रहेछ है। जन्ती चाहिँ आइपुगिसकेको छ। सो हामी जन्तीलाई स्वागतको निम्ति यहाँनिर टेबलहरू मिलाउँदैछ। अनि अब केही क्षणमा नै हाम्रो भान्जी ज्वाइँ हुनुहुन्छ, उहाँहरू यताबाट घुमेर आउनुपर्ने रहेछ है। सो रोड चाहिँ यहाँ घर चाहिँ रोडको छेउमै छ हो। टिका पर्दैन, डाइरेक्ट खुवाइदिन्छ। जति खान्छ खान नसके कि छोड्छ। तातै छ त्यो। यो चाहिँ अब हामी तपाईँहरूले देउला बेहुली लिएर आइदिनु भनेको थियौँ, हामी लिएर आयौँ है। र अब यो चाहिँ तपाईँहरूलाई हामीले यो चाहिँ एउटा तपाईँहरूले अब ढोगभेट गरिदिनुहोस् है। यसो आफन्तसँग भनेर चाहिँ बिन्ती चढाउँदै यो तपाईँलाई सघाउनु राखेको। आमाको चाहिँ उठाउँछ कि मैले त्यहाँ आँगी राख्छु, त्यहाँ राखिदिएको छु। एक्स्ट्रा चाहियो भने बाहिर दिनु, तिमीहरू चाहियो भने माग्ने। बोल न तिमी। त्यहीबाट गर न, त्यहाँबाट आमालाई गर, आमालाई पनि गर न।
पहिला तिमी खुट्टा ढुक्नु छ आमाको त हो त साथीले त आमाको त दुध खाएको होइन फेरि अरू ठिकै पनि आफ्नो ब्याग गर्नु जातकै हो होइन अन्य जातलाई भए पनि सक्दैन अहिले जान्दैन भोलि सिकेर गर्छ हामीले पनि गरेन त छोडिन्छ नि तर आमालाई हातमा दिनु पाइदिनु हुँदैन ठुलो मान्छेलाई हातमा लगाउनु हातमा दिनु हातमा त्यो तैँले उइस आमालाई आमालाई देऊ तिमीले हो अब चाटा खटा चाहियो आमा र बाउलाई त घुँडा टेकेर ढुक्का गरे त्यही कुरा हुँदैछ यो नगराउनु त्यही कुरा हुँदैछ यहाँ पढै कुरा परेको छ म त यस्तो यता मामपट्टि यहाँ सर्छ यहाँले निक्लिन्छ यसलाई चाहिँ भन्छ नाट्य पनि यहाँको मान्छे हटेर जाओस् पहिला तिनजना मामलाई एकैचोटि गरौँ तपाईँ जानु मामले गोजी खाँदैछ आइफोन ल्याइदिएछ कि लाँदैन अरे होस् सम्झिनीलाई भनिदिन्छ सम्झिनीलाई तपाईँले आमाको आमा मैले त्यही कारण उसले त चाहिँ अब उसले भन्नु बिर्सिँदा छ फेरि ढोक गर्दा के गर्दा लुगा तान्दा है कि तानिहाल्छ लुगा हिँड्दा गर्नु आमाको आमा भन्नुपर्छ नि चिना माउली हो नि त यिनीहरूको अन्त म तर एउटै पर्छ योन्जन हो तर जे नै भन्दा पनि आमा चाहिँ एउटै हुन्छ त यसको त आसँग आनी हो नि त तिमीहरू त तमिलको जाङ्ला मेरो खर्चतिर बेसी हुन्छ त्यही सार्दा हुन्छ आपारे आमाले लगाएको चाहिँ राखेको अन्त चाहिँ यसो सार्छ माग्दैन ल्याउँदैछ नाच्नुपर्छ है नाच्नुपर्छ बिहामा अर्को नाच्नु पाउँदैन त्यो ल आज हाम्रो भेर आउनु पर्यो नाम हो नि त घरको चिन्नु म बस्नुपर्ने छ यहाँ चिनाउनु पहिला चिनेर पनि कहाँ भएछ अब हाम्रो एउटै मेमे भन्दाखेरि चाहिँ अब कुन मेमे हो होइन आप्पाको चाहिँ आगुहरू हो आगु उसको आप्पाको चाहिँ आगु यहाँको मेमेको चाहिँ भाइ ठुलो मेमेको चाहिँ त्यसो एउटै त छ हाम्रो मोक्तान सन्तानमा एउटै हो मेमे कान्छा पनि एउटै हो
मेरो खैना खदा ल्याइदिनु यता जय बिर्सिन्छ कि यता खतनामा पनि यता आबेन हामी पनि गरे अब सम्झि तपाईको छैन त्यता जानु तपाईँ खतनाबाट पनि यहाँनिर चिन्दैन मान्छे इमरा हैन पाइने त अलिअलि के पर्छ चिनाउँदैछ कि बिर्सेको छैन अन्त हामी बिर्सिसक्यो खतमा भुलिसक्यो आमेललाई चाहिँ मैले दिन्छु उतापट्टि हो सम्झि सम्झि पल्लोपट्टि यहाँ चाहिँ आगो हामी त गएर आँखेपट्टि गर्दैछ कि त्यहाँ लेख्छु मैले दुईजना जोडी आउनु पर्यो के चाहिँ के भोलि पर्सि भिडियो हालिन्छ नि को पर्छ आगो आगो आशुलाई पनि सिधै गरियो खदा बिना पाउँदैन एन्ट्री भेनालाई बोक्नु सक्छ है सक्दैन हो कुनी है त भेना बोक्नु पर्छ त आइज यहाँ आइज बल्ल भन्ने हो है एक्लै पाउँदैन जोडी जोडी बोलाएको छ अब को छ चिनी हो अगुवासुलाई पनि ट्याङ्गीलाई पहिला काइला आबेनको जेठी छोरी एकैचोटि गरिहाल्यो उठ्नुको लागि पालो पछाडि गरिहाल्यो उयोहरूलाई पनि गर्नु अन्त म त भेटघाट भइरहेको त्यही भएर त हुन्छ के भने बाटोमा फेरि है त्यही त चिनी बाटोमा फेरि राम्रो हेरिराख्छु अरे अब चाहिँ हाम्रो यहाँ एउटा खदा आँगीलाई हातमा एकछिन न तैँले दिँदा भइहाल्यो आँगीलाई फोटो खिचिदिन्छु ल देख्नु हुन्थ्यो नि सिधै गर्नुपर्छ अब साइनो चाहिँ फेरि त्यही गर्नुपर्छ सधैँ के भन्नुहुन्थ्यो अब चाहिँ यो आसिङलाई खदा एउटा आसिङलाई खदा खदा तिनवटा आसिङ दुईजना आसिङ ए अस्ति पठाइदिएको चाहिँ दुईजना भ्लगर एकदम हाम्रो भ्लगरहरू खोइ नानीलाई अब के गर्नुपर्छ आमिनहरू तपाईँले यता लगाइदिनु यता ज्वाइँलाई लगाइदिनु लु अर्को को छ अर्को को पट्टि छ आन्टी आउनु लु आँगी यता पनि आँगी आमाको बहिनी आँसुलाई पनि माथिल्लोपट्टि
उहाँ माथि आसु मात्र पनि जानुपर्छ ल नाना मागेर जानु होइन ज्वाइँलाई पर्दैन नि त ज्वाइँलाई पर्दैन किन नबोला छोरी पहिला यता पनि नाना अब नाना होइन यसले दिन्छ अरे हातमा दिए हातमै दिन्छ अहिले अब आउँदैछ आउँदैछ गरे नानाहरूलाई पक्का नाना भेना अब चाहिँ माइला र माइला आगो आएको अरू को छ अझै छैन पुरै छ नि त्यही त पालो दुईजना हामी त होइन अब उयो गरिहाल्छ त्यहाँ पठाउनु न तपाईँलाई त्यहाँबाट माइती पार्टी सबै माइती पार्टी वाङचुक पनि सिधै ल्याउनुपर्छ नि यसै वाङचुक अमिर उयोहरू सबैलाई ल हो होइन वाङचुकलाई सँगै ल्याएर सिधै सिधै चिन्छ नि त दुईजना जोडी नै ल्याएर अगो भन्दैछु यहाँ माइती पार्टी पर्खेला म नानी को छोड्यो आङी ठुलाङी आन्टी आउनु ए तपाईँ आन्टी आन्टी यहाँ छ होला न याङ्गु नाना याङ नाना गराइ याङ नाना गराइ ऊ चाहिँ सासूको त उताले उता पल्लोपट्टि जान्छ ऊ चाहिँ सम्झिने नै हो बेहुलीको के अरे बेहुलीको आँसु कान्छी यहाँ छ त बिटिया चाहिँ यता चाहिँ हाम्रो यता आन्टी हो त बिटिया सबै गर्नु यहाँ छ त हिमा प्रगति एक ग्रुप गराउनुपर्छ मिस्टेक हुन्छ नि त ए माथिल्लोबाट यिनीहरूलाई पनि चिनाउनु पर्छ भने है माइतीहरूलाई पनि वाङचुकहरूलाई माथि के पर्छ पहिला आगो आँसु काइला आगो आँसु दिदी भन्थ्यो है अब त अब के तपाईँ जहिले त हातमा दिनु को आइयो यता जोजरा भन्नु आउनुपट्टि हैन पहिला जोजरा भाउजू पहिला त अब उसको यता माइ जोजै हो पर्दैन यताबाट जोजले फेरि फर्काउँदैछ है माइती हो नि त यता मात्रै फर्काउँछ बहिनीलाई मात्रै फर्काउँछ खदा हातमा दिने जोजोलाई अब जोजो चाहिँ लगाइदिनु दुईजनालाई जय हो नि फेरि यस्ता भरि पठाउला नि अब उतापट्टि पनि पहिला ढोका पहिला लु तैले गर तैले गर्नु पर्यो माइतीलाई तैले गर यसरी पर्छ तैले तैले हैन पहिला माइतीले गर्छ नि त अब तैले उता भेनार लगाइदिने यता चाङले ढोक गर्नुपर्छ नि ए यता के पऱ्यो भयो चाङै त चाङले पर्यो बहिनीले ढोक गर्नुपर्छ बहिनीले ढोक गर्नु पर्यो भेना र उसलाई जोजो र नानालाई अब उता जोजो भन्नु भेना पनि भन्नु हुँदैन जोजो नाना भन्नु नानालाई गर्यो मलाई गरेन त यता म ल बहिनी तिमीलाई यो यता जोगरा जोजो यता अल्का थियो नि किरण जोजो अल्के आबेनको जेठा छोरा जोजो है गरेर यहाँ गरेर मलाई गरेर छिटो
आशीर्वाद पछि दिनु है अरू को छ माइती हो नि माइती जो गर्छ माइतीहरू माइतीहरूलाई चाहिँ अब को छ चिनाउने बुवा हो न त्यहाँदेखि फेन्चो कसला फेन्चो गाँसेको अन्त आमाको फोटो आमाको फोटो परेन नि हाम्रो त ए त्यसो हो अब है आजको यो सानो ढोकबिटमा होइन के कस्तो भयो तपाईँहरूलाई होइन अब के अब खानापिनाहरू कस्तो भयो त्यस्तोहरू पनि अब तपाईँहरूलाई अब के मन दुःखहरू भयो अलिक भिजाउनु पर्यो नि त्यसले गर्दा बाटो छेक्ने काम भन्ने छ है र यो जबसम्म उहाँ यहाँ नानीहरूले यसरी बारेको छ सालीहरूले अब यो चाहिँ अब उनीहरूले नछोडिन्जेलसम्म दिदी लगेर जानु पाएन यति बेला चाहिँ अब भेनालाई सबभन्दा साह्रो पर्छ हो भेनाले चाहिँ यसमा के गर्ने अब सालीहरूको लागि बाटो ठिकै छ सालीहरूले चाहिँ अब भेनालाई यहाँ बाटो दिदी पठाउने हो कि भेनासँग कि नपठाउने दिदी यही राख्ने हो यस्तो के भन्दाखेरि अब जुन चाहिँ एउटा साली त कस्तुरी थियो होइन यो बोल्नुको लागि चाहिँ मम्मीले बोल्नु पर्यो यहाँबाट यो चाहिँ के भन्दाखेरि अब हाम्रो फुल हो एउटा यो कस्तुरीमा छिर्नु लागि छ है अब हामी तपाईँहरू एउटा समुन राखेर अब के कस्तो भुल भयो माफी माग्दै है एउटा सानो अब तपाईँहरूलाई एउटा यहाँ केही राखेर चाहिँ हामीलाई घर जानु दिनुहोस् भन्ने चाहिँ अब हामी बुहारी लगेर जाने भन्ने एउटा बिन्ती गर्छ सानो तपाईँहरूलाई बाटो खोलिदिनुहोस् भन्ने हामी बिन्ती गर्दछौँ होइन तिमीहरू के भन्छ बाटो खोलिदिनु भन्दैछ खोलिदिने कि नखोलिदिने तिमीहरूले हाम्रो होइन भेनाले झ्याप्पै राखे भेनाले पनि राखिदिन्छ मामला त गर मामलामा सबलाई ढोका राख्छ गरे हामी त गाडी पनि भयो आज कहाँ